नमस्कार अनि फ्यापुला सबैजना मेरो युट्युब फ्यामिलीलाई अहिले चाहिँ म फेरि नयाँ भिडियो लिएर आइरहेको छु। आनन्दसँगले हावा सल्ल चलिरहेछ। दुबईको अलमोस्ट 4 बज्न लाग्यो हैन त। सो एउटा नयाँ भिडियो लिएर प्रस्तुति गर्न लागेको छु। के छ तपाईहरुको हालखबर? ठिकै होला नि हैन त? आरामै होला, म पनि आरामै छु, एकदम राम्रो छु है। अनि म किन यति लामो समयपछि ब्याक भए भन्दा चाहिँ अलिकति व्यस्तता भएको कारणले चाहिँ ल्याउन सकेको थिइनँ भिडियोहरू। सो फाइनली आज चाहिँ लिएर आएको छु। के लिएर आएको छु भन्दाखेरि चाहिँ एउटा आफैलाई एउटा उपहार, आफूलाई एउटा सेल्फ गिफ्ट गरेको छु फेरि मैले। सो के भन्दा चाहिँ अहिले म देखाउँछु। अनि म किन्छु भनेर मेरो त्यो दिमागमा चाहिँ केही पनि त्यस्ता खालके कुराहरू खेलेको थिएन। बिकज अब अलिकति तलमाथि पनि चढिरहेको थियो, तर त्यो चिज एक्सपेन्सिभ पनि थियो हैन। अनि सबैजना हाम्रो यो जति पनि युट्युबमा सोसल मिडियामा जोडिनेहरूको लागि चाहिँ आई थिङ्क त्यो चाहिँ सबैको ड्रिम नै हुनुपर्छ जस्तो लाग्छ। अनि आई होप होला त्यो सबैको। म देखिरहेको हुन्छु त्यो चिजहरू, सबैलाई मनपर्ने चिजहरू नै हो। अहिले चिल छ मौसम, दुबईमा गर्मी बढ्नु लागेको छ। बल्लै कुरा काटेँ हैन। गर्मी बढ्नु लागेको छ, हावा सरेर चलेको छ। यो चाहिँ हो अहिले मेरो ब्रेक टाइममा यसो समय निकालेर चाहिँ एउटा सानो अनबक्सिङ गरौँ न भनेर, अनि तपाईहरुलाई पनि वाइ नट देखाइदिउँ न त्यो चिज भनेर चाहिँ आगो म है। अनि यो लिने मेरो केही पनि त्यो उद्देश्य थिएन, तर लिन्छु चाहिँ भनेको थिएँ, तर कन्फ्युज थिएँ। अब लिदिउँ न भनेर लियो। सो म यस्तै छु हुलियामा, केही छैन, जस्तो थिएँ त्यस्तोमै आएर हानिदिइहालौँ, खिचेर हालिदिइहालौँ भनेर चाहिँ आएको हो। सो गाह्रो थियो यो चिज लिनुलाई मलाई, अनि धेरै विचार गरेर लिएको हो मैले खास चाहिँ। अनि अब यो लिँदाखेरि चाहिँ मेरो कति पर्सनल कुराहरूमा चाहिँ अलिकति होल्ड हुन्छ बिकज अफ मनी हैन, होल्ड हुन्छ। अब अनि अब के भन्छ, मलाई सानो हुँदाखेरि मलाई ड्याडले भनेको याद आयो क्या, तँलाई जे चिज पनि अब मनपर्छ गर्छ भने नै गर, पुरा गर। एउटा उखान छ, के उखान भन्थ्यो, जहिले खाना खाँदाखेरि प्रायः मलाई ड्याडले भनिरहनुहुन्थ्यो, एकपल्ट तँ आँट म पुऱ्याइदिन्छु भनेर। त्यो एउटा उखान छ अरे क्या, भगवान्ले तँ आँट म पुऱ्याइदिन्छु भन्ने। जहिले पनि त्यो खाँदाखेरि या हामी यसरी नर्मल बस्दाखेरि चाहिँ त्यस्तो खालको कुरा गर्नुहुन्थ्यो। र मैले ठिकै छ, आँटेपछि आँटिदिउँ न छोरो, लु हान्दे भनेर हानिदिएको चाहिँ हो। सो यो चिज मैले लिइसकेको छु है, ल्याइसकेको छु। फाइनली आई हेभ, यो मैले अनलाइन मगाएको हो हैन। राम्रो पनि छ क्या अरे, एकदम राम्रो छ। अब यसलाई म खोल्नु जान्छु है, के छ कसो छ, किनभने अगाडि नै मैले खोलिसकेको, यो हेरिसकेको छु। त्यही पनि अब एउटा सानो खोलेर देखाऊँ न भन्ने चाहना हैन, भिडियो हालिदिउँ न भनेर चाहिँ। अनि लुन त भन्ने भएर है त। अब यो ल अलराइट, यो अलिकति यो क्यामेरा एङ्गल चाहिँ मिलेको छैन, त्यहाँ माथि राखेको छु। अनि यो ठाउँ चाहिँ मेरो छ है, यो एकदम यो मेस टाइपको छ। फोहोर त के भन्नु, मरुभूमि नै छ। यता साथीहरूले यहाँ अलिकति ग्रिनी बनाउनलाई फुलहरू रोपेछ, दुबोहरू। अनि पछाडि ब्याकग्राउन्ड यस्तो छ। अब रुममा गयो भने त सबैजना सबै सुतिरहेको हुन्छ, के गरिरहेको हुन्छ। द्याट्स वाइ आई एम हियर। सो यो हो, मैले यो लिइसकेको छु। अलिकति अप्ठ्यारो छ क्या अरे देखाउनुलाई, अब सबैले देखेको कुरा। यो सुरुमा चाहिँ मैले एसडी कार्ड लिएको थिएँ यो है। यो अलिकति एसडी कार्डमा चाहिँ के प्रब्लम हुने रहेछ भनेर अहिले भनौँला। अनि ल कार्ड DJI Osmo Pocket 3 सबैको वान अफ द फेभरेट क्यामेरा। अनि कन्टेन्ट क्रिएटरहरूलाई बवाल हुन्छ भ्लग बनाउनलाई, भिडियो सिडियो कैद गर्नलाई। म त अब त्यस्तो साह्रो त छुइनँ, त्यही पनि एउटा रहर लागेर किनेको यही हो है। क्यामेरा चाहिँ बवाल छ। मैले अघि खोलिसकेँ, मैले भनेको थिएँ नि खोलिसकेको छु भनेर, त्यही पनि अब खोलेर देखाउन लागेको। खासै त्यस्तै त केही पनि छैन, राम्रो छ, सानो छ, ह्यान्डी छ। पकेट क्यामेरा 3 अब फोनै आउनु लागेको छ क्या अरे, मैले त्यो सुनेको थिएँ।
अनि यसमा खोल्दाखेरि चाहिँ हामीले के पाइने रहेछ भन्दा मैले अघि भनिसकेँ खोलिसकेको भन्दा सुरुमै हाम्रो यो फेरि लास्ट छ यो मालपानी एकदम खतरा सानो पुचुङ्ग्रे यो एकदम यो सानो है ह्यान्डी दामी हुने रहेछ यो तर बबल छ म यसमा फेरि दुईटा भ्यारिएन्ट पाउँदो रहेछ हरेक चिजको दुईटा क्या हरेक चिजको दुईटा हुँदो रहेछ यो स्ट्यान्डर्ड मोडमा लिएको हो मैले हैन स्ट्यान्डर्ड मोडमा लिएको कुनै पनि मैले कम्बो लिएको होइन किन एक्सपेन्सिभ मसँग त्यत्रो बजेट पनि थिएन अनि यो सानो थियो लिदिम न भनेर चाहिँ हो मैले लिएको सो केही छैन यो छ एउटा क्यामेरा जुन चाहिँ केससम्म आउँदो रहेछ यो कभरसम्म आउँदो रहेछ अनि अर्को भनेको तपाईँको यहाँनिर एक्स्ट्रा सायद यो ब्याट्री नै होला हौ एक्स्ट्रा ब्याट्री है यसलाई पनि खोलौँ वाउ बबल नाइस यस्तो हुँदो रहेछ यसलाई चाहिँ यहाँ राखौँ यसलाई पनि राखौँ अलिकति देखेको छैन होला यस्तै मनपर्छ अनि यो एउटा हुँदो रहेछ केबल डाटा केबल जुन चाहिँ क्यामेरालाई हामीले चार्ज गर्न सक्छौँ अनि अर्को भनेको केही पनि छैन यो अनि यसमा के छ र केही छैन बस यति पाउँछु यो DJI-को स्टिकरहरू छ मसँग अलरेडी छ मसँग एक्सन 5 छ है त्यो चाहिँ यसो कहिलेकाहीँ अब घर गएको बेला त यसो बाइकमा खिच्नुलाई सजिलो हुन्छ भनेर चाहिँ हो एक्सन 5 पनि छ अनि अर्को भनेको यो हामीसँग ओस्मो पकेट 3 यसलाई निकाल्दा चाहिँ यो साह्रै अप्ठ्यारो क्या यस्तो छ है क्यामेरा हेरिन आऊ यत्रो चिजहरू एचिभ गर्नु पनि सक्दो रहेछु सबै यो मैले दुःखले नै हो सायद मैले अहिलेसम्म दुःख नगरेको भए मलाई मन परेको चिजहरू मैले किन्नु सक्दिनँ थियो होला र अहिले मैले दुःख गरे अनुसार सुख पनि पाइरहेको छु फल पनि पाइरहेको छु यत्रो हुँदो रहेछ हेर्नु सक्नुहुन्छ सो अब यसलाई म खोल्छु मैले खोलिसकेको थिएँ त्यही पनि यसो सानो नाटक ओके यो यस्तो छ क्यामेरा अब यसलाई मलाई सेटिङ त केही पनि गर्न आएको छैन लोगाड अन भयो वाउ बबल यो आई डोन्ट नो यार यो मेरो SD कार्ड यो किनेको SD कार्ड चाहिँ लिइरहेको छैन मलाई थाहा छैन किन हो है यस्तो रहेछ यो सेटिङहरू पनि मिलाउनु पर्छ है 4K 60 मा गर्छ कि केमा गर्छ 30 मा होला मैले केही मिलाएको छैन यति नै हो अनि यस्तो रहेछ यस्तो दामी छ अब के भन्दा यति नै होला सायद बनाउने भनेको मैले भिडियो अब यो लिएपछि चाहिँ सायद अब यसो कहिलेकाहीँ बाहिर निस्केको बेला भिडियो बनाउनु सजिलो हुन्छ राम्रो हुन्छ मजा पनि आउँछ मान्छेले देख्दा हैन दामी छ सामान मालपानी इट्स गुड अब चाहिँ यहाँबाट च्याक्क बनाउनु पर्ला है भिडियो सो मैले DJI ओस्मो पकेट 3 बाट भिडियो बनाएँ अब यसलाई घुमाउनु पर्यो भने त मैले घुमाउनु चाहिँ यहाँबाट होला सायद वाउ बबाल यस्तो छ है यो चाहिँ यहाँ अब चाहिँ यो DJI ओस्मो पकेट 3 को फुटेज आउँछ दामी छ म यस्तो ठाउँमा छु यस्तो राम्रो छ आई डोन्ट नो यार यस्तो बबल देख्छ भनेर सो यसलाई फर्काउनु पर्यो है मैले ल यहाँ चाहिँ मेरो फोन छ जहाँबाट चाहिँ मैले भिडियो गरिरहेको छु यो यस्तो खतरा छ यस्तो ठाउँ छ है यस्तो जुगाड छ सो यो नै हो यति नै हो राम्रो छ बबल छ यसमा त्यस्तो धेरै केही पनि पाइँदैन मसँग माइक पनि छ अलरेडी नै अनि यही माइक पछाडिबाट कनेक्ट गरौँ होला अनि यही हो बबल ओके यही हो यति नै हो लाई स्टप बस स्टप भयो यस्तो फ्लिप गरौँ यो फ्लिप गर्दाखेरि चाहिँ तपाईँको रिल्सहरू उयो यताउति गर्नुलाई ठिक्क हुने रहेछ तर खै यो के हो यार यो खोल्दाखेरि अनि गर्दाखेरि यो गिम्बल हल्का कडाक गरेर आवाज आउँछ
यो यस्तै हो कि के हो खै महँगो भएर थाहा नभएको कि मलाई दामी छ अब आउने भिडियोहरू चाहिँ यहीँबाट म कैद गर्नेछु हैन अब यहीँबाट म ट्राई गर्छु बस यति नै हो सो यति भन्दै अब के हो त्यही बिदा त माग्नु पर्ला नि ल अहिलेसम्म तपाईँले हेरिदिनु भएकोमा भिडियोलाई लाइक शेयर सब्सक्राइब गरिदिनु होला अब आउने भिडियोहरू चाहिँ म राम्रो राम्रो ल्याउने छु हाम्रो यो ओस्मो DJI को पकेट 3 ओस्मो पकेट 3 बाट खिचेर ल्याउने छु है त सो यति भन्दै तपाईहरुदेखि म बिदा माग्न चाहन्छु थ्यांक यू फर वाचिङ एन्ड हैव अ गुड डे लभ यू गाइज